अनि सुतिरहेको छु नि राति नै छ त अनि दुनियाँसँग लाडो ठन्काउँदै हिँडेछ अनि को त्यही माचिने आमा फेरि अप्लाई जानुभयो क्यामेरा अन गर्नु न हो क्यामेरा अन गर्नुहोस् सुतिरहेको छु हो कहाँ सुतिरहेको बेला त अनि हेर्ने एकजना म मात्रै हुनु आफू अब भिसी गरेर हेर्नु बुढाबुढी भएको ठाउँमा कहाँ भिसी गर्नु अनि बुढाबुढी बुढाबुढी कसम पुरै बुढाबुढीको त अनि हो बेसी हेर्ने भनेको माल झारेर सके जस्तो छ ओ माल गर्दैन हौ त्यस्तो गर्दैन यार मम ड्याड मलाई त मन पर्दैन अबे चिक्दै नचिकिकन सुत्छ त कस्तो कुरा गरेको ला साँच्चै हो अब कि त मलाई अब मजाले फकाउनु पर्यो होइन फकायो होला नि त फकायो होला मसारे होला सप्रायो होला यो दिन्छु त्यो दिन्छु किनिदिनु पर्यो बजार बिहान बिहानै लानु पर्यो होइन होइन नहानिकन त सुत्दैन के नहानिकन त सुत्दैन तर त्यस्तो चाहिँ छैन है सबै चिज त्यो त अब हुँदै नहुने त कुरा होइन तर मलाई धेरै सम्झना सबै चिज सुन चाँदी हिरा मोती पैसामै बिक्ने भयो त अनि त्यसपछि माया भावनाको कुरा त्यो होइन मैले भन्नु खोजेको मलाई किनिदिनै पर्छ भन्ने होइन मसँग साथसाथै हिँड्नु पर्यो म कहाँ जान्छु होइन अब मलाई बिहान वकिङ मन पर्यो भने वकिङ जाने हुन्छ नि त बुढाबुढीमा हरेक कुराहरू अब त्यो राति त अब त्यो त गइहाल्छ नि रातिमा चाहिँ चिकचाक चाहिँ गर्ने यस्तो जसको पनि त्यो बुढा हमेसै होस् हुँदैन यस्तो सम्झना जसको पनि बुढा होस् त्यो गर्लफ्रेन्ड त्यही बुढी गर्लफ्रेन्ड हुन्जेलसम्म मात्रै हो त्यसको पछि लाग्ने त्यसको चाट्नु मन लाग्ने त्योसँग हिँड्नु मन नलाग्ने अनि त्यसपछि जब बिहे भइसक्छ अनि त्यसको पनि बोल्दा बोल्दा अनि ठोक्दा भन्दा पनि एउटा बच्चा जन्मिन्छ अनि व्यवहारिक हुन्छ मान्छे त्यही बुढीले बोलेको कुराहरू मनै पर्दैन हिजो त्यो बिना चाहिँ सुत्नै नसक्ने त्यो बिना चाहिँ उठ्नै नसक्ने खाना मन नलाग्ने सुत्न मन नलाग्ने हुन्छ नि त्यही बुढी अनि त्यसपछि चाहिँ नि जेलखाना जस्तो हुन्छ अब उसको पनि त्यही हो त्यो भएको दिन त जामा लाउने राईको छोरी गर्छु भने गरिसकेर मात्रै गर्छु भने यहाँ त काटेर चुटाएर बारबिक्यू बनाएर खाने हो होइन तर यसको मतलब यस्तो हो नि फेरि यसको मतलब त्यो बुढाबुढीको सम्बन्धमा माया हुँदैन दया हुँदैन विश्वास हुँदैन भन्ने चाहिँ हुँदैन जुन दिन विश्वास टुट्छ नि सहने हो सहने त्यहाँदेखि सधैँ नभएपछि एक दिन यस्तो शीतन बनाएर खाने हो कि कसैले पनि थाहा नपाउने गरे छोडिदिने हो म त त्यस्तो हो ए बुढा साथमा राखेर त्यस्तो भनिरहेको छ राईको छोरी हो यता अगाडि सुन्नु सम्झनाजी तपाईँ यता अगाडि चाहिँ यसरी मोबाइल राखेर बोलिरहनु हुन्छ पछाडिबाट त घुसाइरहेको छ क्या म थाहा पाइसक्यो छैन देखाइदिउँ भिडियो कल गरेर देखाइदिउँ सम्झनालाई बुढी चाहिँ यो जोनी सिंह जस्तो चाहिने होला बुढा चाहिँ You know what? I got some serious talk with my friends. Hey, सम्झना के छ नमस्ते नमस्ते हजुर सन्चै हो सन्चै हो कहाँबाट ब्लू फक्स पुरा जोसमा आएछ त होइन आज चाहिँ यस्तै चिसो लाग्यो कोलोराडोमा रोगा खोकीहरू लाग्दैछ ए है होइन यहाँ रमाइलो गरेको ब्लू फक्स डन बी सिरियस होइन हामी यस्तो रमाइलो गरेर बोल्यो होइन ठिक छ सम्झना युआर अलवेज गुड ठिकै छ टेक्ससको खबर चाहिँ एकदम ठिकै छ सम्झना कहिले काहीँ ट्राई गरेको छ कि छैन के लाडो भित्रै हालेर सुत्ने बानी गरेको छ कि नै त्यो मसँग ट्राई गरेको हो कि सम्झना एकपल्ट उमेरमा गर्ने बेलामा सम्झना ल यो केटीले चाहिँ जिब्रो टोक्यो कि ल छातीमा हात राखेर भन्छ तैँले मसँग ट्राई गरेको हो कि नै गरे छैन यतिकै नबोलाइ ए साँच्ची भन्छ ल केटी साँच्ची भने छैन म त्यस्तो कसैसँग गरे छैन आफ्नो साथमा अहिले बुढा हुँदा त गरे छैन सम्झना होइन मैले चाहिँ गरेको छु ल मैले चाहिँ केटा सर्लक्का अब दुईजना भागेर गएको 18-19 वर्षमा होइन भागेर जाने बेलामा चाहिँ मैले साँच्ची कसम गरेको एक दिन त हामी लाडै ननिकाले म क्यालिफोर्नियामा बस्थेँ कि सम्झना टेक्ससमा बस्थ्यो ब्लू फक्स एकछिन के अरे कति वर्षमा बिहे गरेको हो र आफूले होइन म भागेको दिन छवि आयो हो कि मैले लाडै ननिकाल्ने ल दुईजनाकै बाछा कसम भएको कि होइन लाडो ननिकाल्ने कति वर्षको उमेरमा बिहे गरेको हो र त्यस्तो ए 18-19 मा के
अनि लाडे लिएर सुत्ने ल भनेकन यो हामीहरूको त सम्झनाहरू मेरो त बुढेसकालमा ल परेको यार तिम्रो यस्तो यङ हुँदा पनि यस्तो मारिदिन्छु हो ए, छोड्नु न चुप लाग्नु अनि त्यसरी सुतेको होइन मेरो हामी दुईवटा छोरा थियो सम्झनाको दुईवटा कहिले छोरा थियो कि हामीहरू भेट्दाखेरि पनि सपनामा भेटेको ब्लु ए फटाफट बोल्नु अनि ओए चिके यसरी सिधा गरेर सुतेको होइन दुईजना निदाइछु पछि त लाडा त खसिरहेको रहेछ आज आज भोलिमा अरे ए हो र मान्छे निदाउँदाखेरि लाडो झर्दो रहेछ नि कसम हो मैले अनि यसो सुतेर यसो खोइ कतिखेर लाडो झरेछ त उठेर मम ड्याड मेरो नम्बर छ ए थियो त अस्ति नै मैले जोडेको होइन त त्यो अनमोलसँग अजित हो